आज चाहिँ हाम्रो यहाँ मोमो मेकिङ हुँदैछ। हाम्रो मेरिङजीले पिठो मुस्दै हुनुहुन्छ। यता धुर्मुस्नी बसिराख्नु भएको छ। धुर्मुस कट्टु लाएर प्याज काटेर। यता विजेताजीको हालत प्याज काटेर आँसु आँसु हुनुभएको छ। खै यता यता हेरौँ न। कोपी रस निकालेको प्याज कटाइ हुँदैछ। अब यता हेर्नुहोस् त हाम्रो मास्टर सेफ यता पिठो मुसिङ गाउँको ह्यान्डसम बोयको यता हेर्नु पर्यो नि त। अनि पो बहिनीहरू आउँछन् ए यो उसले त पिठो के अरे मोमो पनि बनाउँदो रहेछ भनेर। यता हेर त मेरी अनुहार देखाउनु हेरे पैसा लाग्छ हाम्रो भाइहरू। भाइलाई लिनु कति ढोग्नु पर्यो त पनि भन्देऊ। केही के अरे केही लिए पुग्दैन के अरे विकली हाल्दै पुग्छ भाइलाई ढोग्नु पर्यो मोबाइल लिजनमा। डायमन्ड चाहिँ टपअप चाहिँ गरिदिनु पर्यो अरे। ल हाम्रो मेस भइसकेको छ सबै फोरे फोर। आफ्नो पनि अनुहार देखाउनु पर्यो नि त। देखाउँदिन मेरो अनुहार देखाउँदाखेरि ढल्छन् होला क्लक्कै। हाम्रो हेड सेफ आउँदै हुनुहुन्छ। बाँकी भ्लग अब नेक्स्ट पार्ट 2। एकछिन मैले भिडियो गरिसकेँ। सङ्गीता दिदी ल पिठो मुसाइ हुँदैछ यहाँ। यो मैदा हो कि के हो यो? ठुले अङ्कलको लु हामी चाहिँ चटपटे खाँदैछौँ बनाएर। मोमो बनाउँदा बनाउँदै गलेको अवस्था ए भोक लागेको अवस्था। त्यही भएर दन्काइ हालेको चटपटे। मोमोको किमा चाहिँ त्यहाँ छ है गाइस। यस्तो पाराले मोमो बनायो भने चाहिँ राति 12 बज्छ गाइस। आज हाम्रो मोमो मेकिङ हुँदैछ। हाम्रो मोमो बनिँदैछ गाइजहरू। यता हेर यो गोइको यो खासै मिठो लागेन मलाई भन्छ। अलिकति यसमा यो हालेको त अनि त मिठो मिठो भन्छ। यता हेर किटी किटी इचिगो ओइ इचिगो हेर न यहाँ। रकी भाइ गाइज यो चाहिँ प्राङ्क है। जसले लास्टमा यो भेटाउँछ त्यो चाहिँ ओभर पनौती हुन्छ है। ल यता अब भरे कसले भरे कसको भागमा पर्छ यो त्यसले चाहिँ सबै धन्दाहरू गर्छ यहाँको भाँडाकुँडा के अरे मोमो बनाइ चाहिँ हेर न यहाँ भयो भयो। हेरौँ न यहाँनिर मोमो मेकिङ छोडेर समोसा ह्यापनिङ। एउटा मोमो बनाउनुलाई नि 1 मिनट भन्दा धेरै लाउँदी रहेछ। यही भयो है। हाम्रो बहिनीले अब हुक्का तान्न आँटेकी छिन्। यस्तो धुवा छोड्छिन् कि आमामा ल बाफ्रे नाकबाट होस् कि कानबाट होस् ल म तान्ने ल भन्दै भन गेम पनि हुँदैछ। बाफ्रे आमामा
गेम पनि जाँदैछ गेम पनि जाँदैछ यता गिटार पनि जाँदैछ गाना पनि पार्टी हो मोमो पार्टी कान्छाले नि हेर्दै रहेछ